जुन लेभलले स्ट्रगल गरेर आउनु भएको थियो अहिले त्यो दिनहरू सम्झिँदा चाहिँ कस्तो लाग्छ? ती दिन सम्झिँदा त मलाई त त्यस्तै ठाउँमा फर्केर जाउँ लाग्छ। किन भनेपछि त पहिला जे थियो जस्तो थियो म खुसी थिएँ के। मलाई चाहिँ केही चिजको परवाह थिएन, केही चिजको चासो पनि थिएन मलाई होइन। जे गरे पनि मेरो फ्रिडम थियो, आफ्नै मन मर्जी थियो हरेक कुरामा होइन। अब त अलिकति के गर्दा बोल्दा हरेक कुरामा त एउटा बार जस्तो छ नि त बिचमा, अब यो लिमिट क्रस गर्नु हुँदैन है, यो चिज यस्तो गर्नु हुँदैन है, अब फलानुले मलाई हेरिरहेछ है, ए यहाँ फलानु यस्तो यस्तो छ है, ए यस्तो भइरहेछ है, ए यतिजना मान्छे छ है, ए यो लाउनु हुँदैन है, यो खानु हुँदैन है। धेरै कुराले म्याटर गर्दो रहेछ के। तर म त त्यस्तो मान्छे होइन नि त। म त जे लगाइदिने हिँडिदिने, जे मन लाग्यो त्यही गरिदिने, जे खाइदिने, जे बोलिदिने होइन। आफूले मनमा लागेका चिज के जो मैले पहिलेदेखि गर्दै आएका थिएँ नि त, तिनी सब चिजमा एउटा बन्दिस लागिसक्यो क्या अहिले चाहिँ। अनि मेरो चाहिँ आफ्नो पर्सनल लाइफ चाहिँ एउटा कोठामा मात्रै छ जस्तो लाग्छ कि मलाई, मेरो पर्सनल लाइफ।